भने अहिले स्कुटी निकालेर बसिराखेको छु यहाँ साथीलाई पर्खिराखेको छु साथी चाहिँ खै आइपुगेन सो लेट होला जस्तो छ थर्ड म्याच छ होइन हाफ टाइम हुँदैछ भन्दै थियो अब झन्डै 30 किलोमिटरको हारारीमा पुग्नु पर्नेछ सो प्रब्लम होला जस्तो छ आजको म्याच अलिक ढिलो होला जस्तो छ ढिलो पुगिन्छ जस्तो छ सो हेर्दै गर्नुहोस् कति बजी पुग्छ हामी टक्कै तपाईँलाई देखाउनेछु पुगेर पनि सायद हामी पुग्नु चाहिँ पुग्छौँ बाटो चाहिँ गाइस यस्तो छ है यहाँ देख्न सक्नुहुन्छ त्यो पुगेन सर्छ यात्रा कस्तो भयो ठिकै छ यात्रा अलिक अफरोड थियो तर दामी भयो ल आजको म्याच चाहिँ एकदमै कस्तो हुन्छ जस्तो लागिरहेको छ के प्रिपेयर गर्नुभएको छ म्याच चाहिँ अब अहिले सोचेर भन्छु ब्रदरहुड एफसी बनाम आइसी चर्चको रूपमा भिडन्त हुनेछ र दुई टिमका खेलाडीहरू प्योर प्लेको साथमा खेल मैदानमा प्रवेश गरिसकेका छन् र समयलाई मध्यनजर राख्दै यसको खेल डाइरेक्ट खेलाउट दिने म अफिसियललाई निवेदन गर्न चाहन्छु र दुई टिमका खेलाडीहरूको नामावली हामीमा आइसकेका छन् आइसी चर्च कुमुका खेलाडीहरूको नाम यस प्रकार छन् टिम म्यानेजर तिलबहादुर राई अन्य खेलाडीहरूको नाम यस प्रकार छन् प्रज्वल गुरुङ जर्सी नम्बर 5 मणिराज गुरुङ जर्सी नम्बर 4 नरेन्द्र राई गोलकिपर जर्सी नम्बर 1 जिले त अगाडि गयो लिम्बू जर्सी नम्बर 3 भने सब्स्टिट्युट डेस्कमा हुनुहुन्छ सागर लिम्बू जर्सी नम्बर 9 सुमन अनि साहिल जर्सी नम्बर 11 र यसरी नै ब्रदरहुड एफसीको खेलाडीहरूको नाम यस प्रकार छन् टिम म्यानेजर जितेन राई भन्ने खेलाडीहरूको नाम यस प्रकार छन् दिवेश लिम्बू जर्सी नम्बर 1 गोलकिपर राजकुमार राई क्याप्टेन जर्सी नम्बर 4 निरन राई जर्सी नम्बर 15 सिकुम लिम्बू जर्सी नम्बर 21 सुमन गुरुङ जर्सी नम्बर 12 भने सब्स्टिट्युट डेस्कमा हुनुहुन्छ नाबुङ लिम्बू जर्सी नम्बर 10 निशाङ लिम्बू जर्सी नम्बर टिममा बसेको यो म ज्याकेट ल्याउ नि लामा दामी ट्राई दामी तिगेनले चलाइरहेको दामी हान्दै भाइ दामी हैन फेरि ओइ झन् दिनेश नगर हिर्का हाई ओए मातलो बडे अन्त ठिक हो नि यो दामी हो है दामी हो हाम्रो आम्बो आम्बो
र अति नै आजको तेस्रो खेल अति नै उत्कृष्ट खेल दुवै टिमले देखाउनमा सफल बनेका थिए तर यसको अन्तिममा पेनल्टी सुटआउटमा नतिजा आएको छ र पेनल्टी सुटआउटमा आइएससी चर्च कुमुकले ब्रदरहुडलाई 4 को विरुद्ध 5 गोल लाएर आफ्नो टिमलाई सेमी फाइनलमा पुर्याउनमा सक्षम बनेका छन् आइएससी चर्च कुमुक भने ब्रदरहुड एफसीको खेलाडीहरूको यात्रा यही नै टुङ्गेको छ र उहाँहरूलाई पनि हामी शुभकामना दिन चाहन्छौँ कस्तो भयो आजको म्याच कडाई है एकदमै राम्रो टिम थियो है उताको ओपोनेन्ट पनि प्र्याक्टिस चाहिने रहेछ तर पनि धेरै राम्रो खेल्नुभयो तपाईँले राम्रो चाहिँ यस्तो छ निकै के हो यो राजकुमार हिर्काइदियो नि हो यहाँ रुङ्दा ऊ के हो यो तर पनि यस्तो भएर पनि खेलेको नि हौ ल फाइनली हाम्रो टिमले चाहिँ म्याच जितेर हामी चाहिँ अब लाग्दैछौँ फेरि फेलिङ सो हेर्दै गर्नुहोस् ल भोलिको म्याच पनि छ हामीलाई सेमी फाइनल सो